आज हामी कक्षा 12 को अनिवार्य नेपाली विषयमा रहेको राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा रचना गरिएको एकदमै राम्रो कविता हामीलाई बोलाउँछन् हिमचुली भन्ने कविता वाचन लिएर उपस्थित भएका छौँ। आजको कक्षामा हामीलाई बोलाउँछन् हिमचुली शीर्षकको कविता कसरी वाचन गर्ने त त्यो वाचन गर्ने तरिका सिक्नेछौँ। आशा छ हामीले बनाएका भिडियो यहाँहरूलाई अवश्य पनि मन पर्नेछ। आउनुहोस् ढिला नगरिकन आजको कविता वाचन सुरुवात गरौँ। हामीलाई बोलाउँछन् हिमचुली राम्रा, हामीलाई बोलाउँछन् हिमचुली राम्रा, उकालीमा उचालिन्छन् हल्का पाइला हाम्रा, उकालीमा उचालिन्छन् हल्का पाइला हाम्रा, उकालीको चिसो पानी अन्जुलीले खाउला, देउरालीको बिसौनीमा सुसेलीले गाउला, वनभित्र ढुङ्गामाथि गाउलिन् गोठालिनी, गाईलाई बोलाउलिन् लाला ओदिनिनी, गाईलाई बोलाउलिन् लाला ओदिनिनी। उनी सोध्लिन् हामीलाई कहाँ जाने दाई, भन्नु पर्ला हिमालको बुटी खोज्नलाई, डोरेटामा कस्तुरीले तिरिन च्यापी हेर्लान्, पाता पातै चरा नाच्ने पातालले घेर्लान्, पाता पातै चरा नाच्ने पातालले घेर्लान्, टाकुरामा कुहिराको दौडा दौडी होला, लेकदेखि इन्द्रणीले बन बेसी छोला, भेडा चर्लान् निगालाको टुप्पा हिलाएर, चम्री चर्लान् चमरको झुपा झुलाएर, चम्री चर्लान् चमरको झुपा झुलाएर, मग मग बुकी फुलको बासनाले ढाक्ला, उत्तरमा झुक्ने धुपी उत्तरैमा डाक्ला, नागियुमा उक्लियौला नेटो काटी आफै, जहाँबाट प्वाख खोल्छ नौरङ्गे डाँफे, जहाँबाट प्वाख खोल्छ नौरङ्गे डाँफे, हाम्रो होला राति राति ओडारमा बासा, जहाँबाट फुटी आउँछ कस्तुरीको बासा, भेट हुने छैनन् अब मान्छे कोही पनि, खाली बज्ला छहरामा पहराको ध्वनि, खाली बज्ला पहरामा छहराको ध्वनि, छङ्गा छुर भिरै भिर तलतिर होला, हावा आफै हराएर खगरमा होला, हामी खाउला सामल तुमल झारझुर पारी, एकै बाजी फर्की हेरी जाउँला माया मारी, एकै बाजी फर्की हेरी जाउँला माया मारी, हिउँ बगी बगी हाम्रो बाटो रोकिदेला, विष लागि लागि सारा सास रोकिदेला, अघि बढौँ पाइलै पिच्छे मुटु हाम्रो हान्छ, पछि फर्कौँ यतिन्जेलको दुखै खेर जान्छ, पछि फर्कौँ यतिन्जेलको दुखै खेर जान्छ, कल्ले हेर्छ कल्ले आई हेर्छ हिउँमा पाइलाको छाप, के हिँडेछौँ नगरेर आफ्नो नाप जाप, जो उठायौँ पाइलायो सो उठाइहाल्यौँ, ज्यान जोखिमको बाजी थाप्नु थापिहाल्यौँ, ज्यान जोखिमको बाजी थाप्नु थापिहाल्यौँ,
मर्नै पर्छ भने पनि पर पुगी मरौँ, नझुक्ने यो हिमालमा किन झुकी मरौँ। जति चढ्यो उति बाँकी हिमचुली शिखर, नदेखेको कुरा हेर्ने हामीलाई रहर, नदेखेको कुरा हेर्ने हामीलाई रहर। हो, हामी यो कवितालाई यसरी गाउन सक्छौँ, यसरी वाचन गर्न सक्छौँ। विद्यार्थी भाइ बहिनीहरूले पनि यो कवितालाई यसरी गाउने प्रयास गर्नुहोला। यो पाठको अन्य व्याख्या अभ्यास सामग्रीहरूको भिडियो हामीले अलरेडी ल्याइसकेका छौँ, जुन भिडियोको आइकनमा हामीले हालिदिएका छौँ, त्यहाँ गएर हेर्नुहोला। आजको लागि मैले यति नै गरेँ। यहाँहरू सबैको दिन शुभ रहोस्। हस्त, धन्यवाद।